बधाई नि मभन्दा ठुली मभन्दा छिटो जान्छन् होला तर बेग खान्छु म मजाले हेलो सेवारो सबैजनालाई आज पनि म तपाईहरुको सामु भिडियो लिएर आइसकेको छु अनि हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि मैले अस्ति लुगा थन्काएर राखेको थिएँ नि त कुर्ती अनि त्यो सिलाउन जाँदैछौँ हामी चाहिँ अनि हामी दुईजना चाहिँ कसको पसलमा जाँदैछौँ भन्दाखेरि अनि दिदीको नाम पनि सिला हो नि त त्यही भएर चाहिँ अनि मेरो मित दिदीकोमा जाँदैछौँ अहिले चाहिँ अनि मित दिदीको घर चाहिँ यो हो के हो दिदी अछेनी आँखा खोल्दैन अरे घाममा लुगा नापेर पनि आइसकेको छौँ साथीहरू अब घर जाँदैछौँ घरमा नि काम एक के पनि छैन अनि काम गर्दा नि अल्छी लाग्छ काम नगर्दा नि अल्छी लाग्छ मलाई मात्र त्यस्तो हुन्छ कि तँलाई पनि त्यस्तो हुन्छ हौ गाह्रो छ हामीलाई यसो काम दिनु पर्यो है अब कसैले के काम त्यस्तो 20 दिनमा आउने स्कुल जानु हैन 15 दिन छ ए स्कुलको हजुर हैन त कहाँ हिँड्नु भएको ए स्कुलको रिजल्ट भन्ने नेपाली स्कुलको हाम्रो त छ अघि त एउटा भाइ थियो त फेल भयो कस्तले फेल भइहाल्यो अब चाहिँ एक्जामको टाइम हो टेन्सन हुने पढ्ने बेला टेन्सन हुँदैन जस्तो जुकै होस् भनेर पढिन्छ हैन अनि रिजल्ट आएको बेला चाहिँ मलाई डर लाग्छ पास हुन्छ कि फेल हुन्छ भने टेन्सन त हुन्छ नि सबैजनालाई त्यही भएर अब कसको उयो हो सबैजनालाई डकडक भन्छु राम्रो कुकु हाम्रो गाउँमा हाम्रो गाउँमा सानो इन्सर गाइस के हैन के नेपाली नेपाली स्कुलमा त को छ हौ यहाँतिर ए सेमी होला सेमी अनि रसिया को छन् थाहा पनि थाहा छैन गाउँमा थाहै छैन साथीहरु हामी चाहिँ बेरोजगारीहरु यस्तै भिडियो बनायो बस्यो है हिँड्यो डुल्यो काम हुँदा नि अल्छी लाग्छ नहुँदा नि अल्छी लाग्छ कस्तो खालको रोग लागेछ मलाई त काम हुँदा नि कस्तो कहिले सकेर घर जाउँ हुन्छ अनि घरमै बसे पनि अल्छी लाग्छ फोन हेरौ यताउति केही छैन हौ कामै केही छैन कामै छैन केही हामी चाहिँ घर पुग्न लाग्यौं घाम यस्तो लागिरहेको छ कि गोरी मान्छे पनि काली हुन लागिसके गोरी नै हो त्यतिकै गर्ने सबभन्दा त गोरी नै छु हौ हेर त के गर्ने उजे मेरो बधाई नि मभन्दा ठुली मभन्दा छिटो जान्छन् होला तर बेग खान्छु म मजाले यो आशीर्वाद हो कि यो भनेको आशीर्वाद नै भन्ने सम्झिन हो यो आशीर्वाद हो कि यो भनेको आशीर्वाद नै भन्ने सम्झिन हो अरू बेला चाहिँ हामी 3 जना हुन्थ्यौं अनि एकजना चाहिँ मम्मी बुवासँग चाहिँ जानुभयो पार गाउँतिर अनि यतिका माथि कहाँ डुल्दै होला हामी कहिले जानु लालीको रस फुलेको बेला हामी बेरोजगारी कहीँ जानु पाइदैन अनि घरदेखि घरमै बस्यो घरदेखि बाहिर पैसै जाउँ भन्दा पैसै छैन अब वैशाख 1 गते आउँदैछ घुम्नु जाउँ कि नजाउँ जाउँ भन्दा पैसा छैन नजाउँ भन्दा अल्छी लाग्छ गाह्रो छ हामीले कसैलाई पैसा पठाइदिनु पर्यो अब हात पनि चिलाइरहेको थियो कसले पैसा पठाइदिन्छ मलाई त्यो चाहिँ थाहा छैन पैसा जान्छ कि आउँछ थाहा छैन अब उसको पनि स्कुल लाग्दैछ अनि त्यहाँदेखि म एक्लै यसरी फोन बोकेर हिँड्छु पागल 1 वर्षमा कति 86 दिन मात्रै त पढाइ हुन्छ अरे त्यो भन्दा धेरै छुट्टी हुन्छ अनि यहाँनिर चाहिँ आँप छ कि यहाँ कति धेरै फल देखेको छैन भने यतापट्टि छैन उतापट्टि छ अरूतिर त सबै हावा झारेको छ कि तर यहाँ चाहिँ नि सानो भएर हो कि किन कति धेरै छ साथीहरु आजले चाहिँ मेरो भिडियो यति नै भन्दै म यहाँदेखि बिदा लिन चाहन्छु हस्त धन्यवाद।